नमस्कार। सुनाउनुस्। काटेको घाउ त औषधि खाएर सन्चो हुन्छ माया, काटेको घाउ त औषधि खाएर सन्चो हुन्छ माया, तर छातीमा लागेको घाउ कुनै औषधि खाएर पनि सन्चो हुँदैन महोदय। हजारौँ मान्छेसँग भेट त भएको थियो, हजारौँ मान्छेसँग भेट त भएको थियो, तर तँसँग मन बस्यो, तर ऊ भाग्यमा थिएन महोदय। असाध्यै मिठो। तपाईको प्रस्तुतिमा म यो भन्न चाहन्छु, यो ठुङ्गा फुर्का हामी एउटै माडा नेपाली, स्वर्ग गाउँमै फैलिएका मेची महकारी, बटी टिका कोटी कोटी सम्पदाको अचर, बिराहरू कर गतरे स्वतन्त्र, तर बिहान घुमी छु भनी गएका थियौ उडेर आकाशमा, कस्तो भएका थियौ कस्तो भइआयौ काठैको बाकसमा, बोल ठिकै छ अरू, ठिकै छ अरू, गाईको अनुहार पर्या गोरु। तयारी के छ? तयारी अब म अझै भाइरल भएर अझै चर्चित भएर अनि 2-4वटा गीत निकालेर अबका 1 वर्षमा पुरा गीत निकालेर पुरा नेपाल हल्लाउने हो। सरकारले ठुलै कार्यक्रम राखेर सम्मान गर्न पर्ने हो। सरकारसँग मेरो माग छ। जनताको भविष्य के हुने हो, संविधान गणतन्त्रको भविष्य के हुने हो भन्ने हामी चिन्ता गरेका छौँ। उहाँ चाहिँ ठट्टा मजाक कमेडी प्रहसन गरिराख्नु भएको छ। यहाँ 2-4 दिन भए यहाँ 4-5वटा कुकुरहरू भोक्दै छ मसँग। कुकुरले मान्छे नचिनेर कुकुर भोकेको छ अहिले। मलाई गाली गर्दैमा र मेरो परिवारलाई बन्द गरेर राख भन्ने कुकुरहरू चुप लाएर बसे हुन्छ। म बन्द गर्दिनँ। 2-4वटा कुकुर भोक्दैमा मलाई बार हुँदैन, कसैको कुरा सुन्दिनँ। मैले आफ्नो परिवार जस्तो छ त्यस्तै देखाउने हो। हेर्दै जा कुकुरहरू म के गर्छु, सला खाटीहरू। 10 महिनामै माया बस्यो, फेरि छुटिहाल्यो। हजुर। तपाईँको कारणले छुट्यो कि गर्लफ्रेन्डको कारणले छुट्यो त? गल्ती चाहिँ उसको पनि थिएन मेरो पनि थिएन सर, तर किन कसरी छुट्नु पर्यो भन्ने कुरो थाहै भएन सर। म बाँचेको तिमीसँग माया लाउन हो, एउटा मैले पनि अर्को जोनी तिमीलाई पाउनु हो, आउको ठोक्दै हिँडेछु भित्तामा, कन्टेन्ट पुग्छु थाहा छैन, छिटामा एउटा फोटो पठाइदेऊ नौसाले। गुनासो छैन तिमीले पनि पिटा थपेर गयौ, गुनासो छैन तिमीले पनि पिटा थपेर गयौ, यो छाती पहिलेदेखि नै पिडाहरूको गोदाम हो। तपाईँले गर्लफ्रेन्डले छोडेर गए पछाडि तपाईँले सोचेको सायरी सुनाउनुहोस् अब। मलाई गरिब देखेर छोडेर गयो नि माया, मलाई गरिब देखेर छोडेर गयो नि माया, तिम्रै पोइको खुट्टामा तेल घस, म त भाइरल भइहालेँ, मेरो भिडियो हेरेर बस महोदय। आँसु बर्बरी जसले दिन्छ चोटै चोट, किन उसको माया लाउँछ, 1000 चोटि बिर्सिन खोज्छु 100 चोटि हटाउँछु। बाबु महोदयले देखाइदिन्छ अब 3-4वटा गर्लफ्रेन्ड अगाडि पछाडि राखेर। 3-4 मात्रै भेट्दैन होला। अब म झन् भाइरल भयो भने त मैले अब 7-8 दिन अगाडि पछाडि होइन। तिम्रो आँखा रहेछन् चिम्से चिम्से, नाक रहेछ थेप्चे, तिम्रो रूपले यो दिनमा लगाइदियो ल्याप्चे महोदय। तिमीलाई त म यही बुढोले भनेर। तपाईहरुलाई यो एपिसोड कस्तो लाग्यो? धेरै राम्रो। यदि राम्रो लागेको छ भने लाइक, शेयर, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। हामी छिटै भेट हुनेछौँ अर्को नयाँ एपिसोडमा। त्यतिखेरसम्म सावधान रहनु, सतर्क रहनुहोस्। अनि यो भिडियोबाट तपाईहरुले के कुरा सिक्नु भयो त? यस्तो शायरी सुनाउन भन्दा अनि अर्को कुरा गाइज, हाम्रो महोदय भाइलाई कसैले गएर पनि हेट नगर्दिनु होला। उले आफ्नो ठाउँमा राम्रो गरिरहेको छ, गएर बरु सक्दो साथ सपोर्ट दिनु होला। यो सिर्फ मजाकको लागि मात्रै हो। भिडियो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। ह्याप्पी तिहार, बाई। जसले चाहिँ भने नि हजुर जतिको कविता भन्ने मान्छे यो गाउँमा के यो नेपालमै छैन हजुर। आर यु कमेडी मी?